गणेश नेपाली मृत्यु प्रकरण महानगरका 3 प्रहरी पक्राउ घटना छानबिन गर्न समिति गठन। हो दर्शकबिन, गणेश नेपालीको मृत्यु प्रकरणको सत्य तथ्य पत्ता लगाउन नेपाल प्रहरीले 5 सदस्यीय छानबिन समिति गठन गरेको छ। प्रतिनिधि सभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री सुदन गुरुङले उपत्यका प्रहरी कार्यालय रानी पोखरीले प्रहरी नायब महानिरीक्षक डीआईजी गोविन्द थपलियाको नेतृत्वमा अनुसन्धान समिति गठन गरेको जानकारी दिएका छन्। उनका अनुसार समितिमा काठमाडौँ प्रहरी परिसर र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी अधिकारीहरू सदस्य रहेका छन्। समितिलाई घटनाको कारण, घटनाक्रम तथा प्रहरीको भूमिका सहित सम्पूर्ण पक्षको अध्ययन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ। गृहमन्त्री गुरुङले अनुसन्धान निष्पक्ष र पारदर्शी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै प्रारम्भिक अनुसन्धानका लागि काठमाडौँ महानगरपालिकाका 3 जना नगर प्रहरीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जानकारी पनि दिएका छन्। बिहीबार त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि नगर प्रहरीसँग विवाद भएपछि गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर घाइते भएका उनको शुक्रबार बिहान वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। सुरक्षित वैदेशिक रोजगारीका लागि एउटै मात्रै भरपर्दो नाउँ, कास्की ओभरसिज प्राली, सिनामङ्गल, काठमाडौँ। सम्पर्क